हेलो एभ्रिवान, म गोविन्द मर। यो चाहिँ डे 5 हो 365 डेजको चाहिँ कन्टेन्ट क्रिएसनको भागदौडको। आज चाहिँ यसरी सजी धजी म कहाँ जान तयार भएको छु त। म चाहिँ आज कमेडी दरबार हेर्नको लागि चाहिँ जान गइरहेको छु। तपाईँले चाहिँ आजको यस भिडियोमा स्पेसल्ली कमेडी दरबारको चाहिँ रेकर्डिङ हुँदाखेरिका सिन्सहरू कस्तो देखिन्छन् त्यही कुराहरू स्पेसल्ली देख्न पाउनुहुनेछ। ओके, लेट्स से। यहाँदेखि टोखादेखि चाहिँ म गाडीमा माइक्रोमा चढेर हिँडेँ कमेडी दरबारको लागि चाहिँ। टक्क जानुपर्ने थियो पुतली सडक साइडतिर। सामुजी चोकबाट म यसरी गएँ टक्क क्रुमा उत्रे। म यता जमलमा, यो चाहिँ त्रिचन्द्र कलेजको एरिया, यो भयो त्रिचन्द्र कलेज। अब हामी चाहिँ चाँडो हिँड्यौँ। यहाँनिर चाहिँ अब यो जेब्रा क्रसिङबाट चाहिँ उतातिर लाग्नुपर्ने थियो। वेट गरेँ। 3, 2, 1, 0। ओके, यहाँदेखि चाहिँ हिँडेँ। यो चाहिँ स्काई टावर हो, मैले भन्छु पनि होला यहाँनिर स्काई टावर स्काई। र मलाई चाहिँ स्टार मल ठ्याक्कै यतिखेर चाहिँ याद भएन, सोधेँ अङ्कल यहाँ स्टार मल कहाँ छ? स्टार मल यो चाहिँ प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान। यहाँदेखि हिँड्दै गएँ अगाडि, ट्याक्कै स्टार मलनिर पुगेँ। एकजना साथी थियो मसँग, भरत। भिडियो बनाइरहेको थिएँ मैले चाहिँ। अर्को हात क्यामेरा बेलुका म युट्युबमा। ओके, हामी भित्र छिर्यौँ। यसरी भित्र छिरिसकेपछि हामी प्रोग्राम हुने ठाउँमा जानको लागि चाहिँ रेडी भयौँ। यसरी चाहिँ टक्क यो के भन्छन् लिफ्टमा चढेर चाहिँ हामी लाग्यौँ। सुरुमा चाहिँ हामीले बिटी काङ्छा यो दाइले भेट्यौँ। टक्क हामीलाई यहाँ भिडियो नबनाउनु भने। यो चाहिँ भित्रको सेट कमेडी दरबारको मुभी बेहुली मुभीको चाहिँ टिम आएको थियो यहाँ चाहिँ। स्पेसल्ली आजको यस एपिसोडमा तपाईँले बेलुका देख्न सक्नुहुनेछ। मान्छे टन्नै चाहिँ भिडबाट पहिलो एपिसोड सुट गर्दाखेरि सन्तोष नभएको सुजिता तमाम दर्शक र तमाम जजहरूको विश्लेषण मूल्याङ्कनका आधारमा यो जज प्यानल यो एपिसोडको बिओडी घोषणा गर्न चाहन्छ। तर यहाँ जज मात्रै छन्, जजेस छन्। जजेसको बहुमतका आधारमा गरिन्छ। सन्तोष शर्मा र पहिलो एपिसोड सिद्धिसकेपछि चाहिँ हामी यसो कलाकारहरूसँग भेटघाटको लागि चाहिँ यतातिर आयौँ, ब्याक स्टेजतिर। मनोज उज्रेल सर हुनुहुन्छ, म्याक्युरी दाई, हाम्रो म्याक्युरी दाईसँग भेटघाट भयो। ल, यो चाहिँ बेहुलीको टिम, टक्क हिरोनी हुनुहुन्छ उहाँ, निखिल उप्रेतीको चाहिँ छोरी। मिस बबीसँग केही कुराकानी गऱ्यौँ, एउटै जिल्लाको भनेर यसो भनेर कुराकानी गऱ्यौँ। अब हामी सेटमा चाहिँ आयौँ फेरि दोस्रो एपिसोडको लागि। एकै दिनमा 2टा एपिसोड सुट हुन्छन्। यो चाहिँ हामीले यसरी हेऱ्यौँ, तलै गएर टक्क तपाईँहरूलाई देखायौँ। यो छ हाम्रो कमेडी दरबारको चाहिँ स्टेज। आमा हाम्रो भरत यहाँ चाहिँ गेस्ट बस्ने ठाउँ। उहाँ चाहिँ हाम्रो भरत टक्क गेस्ट बस्ने ठाउँ यो स्टेजको दामी। सबभन्दा भिडियोको लागि चाहिँ कलरिङ खतरा हुनुपर्छ कि।
यस्तो छ यो अरे। दरबारको सेट। यहाँदेखि चाहिँ निस्किन्छन् टक्क भरेर यसरी आउँछन्। अब हाम्रो एपिसोड सिद्धिसकेपछि लास्टै पानी पऱ्यो, हामी कुरे भयौँ बेलुका राति घर जानलाई। यहाँ यसरी कुरेर बसिराख्यौँ। अब पानी थाक्छ कि भनेर, तर पानी थाकेन। हामी यसै गरी कुर्दै बस्यौँ। र बोनस पोइन्ट तपाईँलाई यो एपिसोडमा चाहिँ हामीले लेजेन्डरी सिङ्गरसँग भेटघाट गऱ्यौँ र अनि कमेडियनसँग पनि भइहाल्यो। यस प्रकार चाहिँ मेरो डे 5 बितेको थियो। अब हामी तपाईँसँग भेटघाट गर्नेछौँ डे 6मा। वेटिङ फर द डे 6। थ्याङ्क यू सो मच फर वाचिङ। किप सपोर्टिङ।